हे के भयो बुढी किन रिसाके किन मुख फुलाके ए तपाईको बहिनी आउने अरे अब भोलिदेखि हप्ता दिनको लागि सपिङ गराउन लानु अरे के अरे मलाई यही मन पर्दैन हो तिमीहरु र हामीमा यही फरक छ क्या कुरो बुझिस् मेरो बहिनी आउँदा मलाई झर्को लाग्छ तेरो बहिनी आउँदा मलाई रमाइलो लाग्छ तेरो पनि बहिनीलाई बोला न 7 दिनसम्म बस्नको लागि त्यही त म केही भन्छु त्यही त जिस्किनु हुन्थ्यो होला यहाँ साली ल्याइदे त हैन कामसाम सबै छोडेर हेर हेर उल्टो सोचे कि तिमीहरु र हामीहरुमा नि धेरै कुरा फरक छ क्या मैले तेरो बहिनीलाई गरे अति त मेरो बहिनीलाई गर्न सक्छिस् लु गर्न गर्छिस् भनेदेखि लु म तेरो बहिनीलाई फिल्म देखाउन लान्छु सपिङ गराउन लान्छु खाजा खुवाउन लान्छु घुमाइदिन्छु त पनि मेरो बहिनीलाई गर त सक्छिस् त सक्छौ तिमीहरु सक्दिनँ म तपाईँको जस्तो नाटक देखाउन ए तिमीहरुको सोचै यत्रो छ झिँगाको बोसो जस्तो तिमीहरुको सोच छ अनि फरक छुट्याउँछौ भने मेरो बहिनीलाई चाहिँ उ रिसाउने देखिन सक्ने अरे म चाहिँ फेरि उसको बहिनीलाई कति राम्रो गरिदिन्छु मानवता भन्ने चिज राख्न यार मनमा त्यो त खुब राख्नु मानव त म नभएको बेला उहाँ फिल्म हेराउन लाने डुलाउन लाने यहाँ पोल त सबै हेर 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 खोल्दैछ नि। सोचे कि बोले कि हेर त पनि लैजा सबै फिल्म देखाउन लैजा मेरो बहिनीलाई घुमाउन लैजा कता लैजा अनि मैले के भनेको छु राम्रो सोच न राम्रै सुनिन्छ राम्रै देखिन्छ नकारात्मक सोच क्या